Hi everyone, welcome back to our channel. So आज चाहिँ हामी बिहान 7 बजेको फ्लाइट छ हाम्रो र हामी चाहिँ अल्बानिया जाँदैछौँ। अहिले चाहिँ बिहानको 3 बजेको छ र लेट्स स्टार्ट आवर भिडियो है त। To Valley Grove. Yeah, all ready to depart है त। होइन त? हो हामी त हिँड्यो है। अहिले चाहिँ बिहानको कति बजे छ भन्दाखेरि बिहानको Turn left onto Valley Grove, then turn left onto Floyd. देख्दैन हो 3 बज्यो 3:34 भयो। हाम्रो फ्लाइट चाहिँ 7 बजेको छ है। होपफुली छिटै पुगिन्छ होला। पुग्नु पर्यो। सी यू है त। अनि once again, happy birthday. थ्यांक यू। म सम्झाउनु भएको नि फेरि Okay. मेरो बर्थडे हो भने ल खास भन्दा मोटरवे हुँदै जाने प्लान थियो अनि M25 बन्द छ भनेर यहाँनिर रिडाइरेक्ट गरेर यसले हामीलाई सेन्ट्रल लन्डनको बाटो लिएर आयो। 20 भन्दा कुदाउनु पाइयो हैन? 20 भन्दा चलाउन पाइदैन। यसरी त हामी 5:05 मात्र एयरपोर्टको लङ स्टेमा पुगेर गाडी ड्रप गरेर त्यसपछि फेरि सटल लिएर एयरपोर्टको टर्मिनल गएर त्यसपछि बल्ल बोर्डिङ दिने हो। ठिकै छ, नयाँ नयाँ एक्सपिरियन्स। कहिले पनि हामी एयरपोर्ट जाँदा छिटो गएर ओ ल चिल टाइम भनेको रेकर्ड चाहिँ अहिलेसम्म छैन। नेपाल जाँदा चाहिँ छ है, फेरि नेपाल जाँदा चाहिँ गरिन्छ किनभने नेपाल जाँदा ट्रेनमा गइन्छ। अविनाशले पनि छोडिदिनु भयो एक दुईचोटि चाहिँ। हामी चाहिँ फाइनली 20 को बाटो छोडेर बल्ल 7 तारिखको बाटोमा आयौँ। होइन त? के गरेर हामी मिडल लेन बस्नु। फाइनल्ली आयो हामी एयरपोर्ट 1.5 घन्टा अगाडि। बजे कति भन्दाखेरि 5:31 भइसक्यो। 7 बजेको फ्लाइट हो यो मान्छेले ढिलो गरेको। हामी चाहिँ त्यसपछि फाइनली लुटन एयरपोर्ट आइसकेका छौँ र लुटन एयरपोर्टबाट चाहिँ अब 7 बजेको हाम्रो तिरानाको फ्लाइट छ। हाम्रो युरोप टुर हुँदा चाहिँ सधैँ हामी लुटन नै प्रिफर गर्छौँ। यो चाहिँ जस्तै एयरलाइन्स डिपार्चर लन्डन लुटन एयरपोर्ट। बिहानको फ्लाइट भएपछि मान्छे कम हुन्छ होला भनेको त झन् बिहान त कति धेरै मान्छे देखिरहेको कि मैले त। ल हेर बर्थडे भनेपछि भगवान्ले पनि हेर्नुहुन्छ। हामी कति रस गरिरहेको थियौँ नि। अहिले हामीसँग स्टिल 50 मिनट छ। हामी सबै काम सकाइसक्यौँ। हाम्रो गेट चाहिँ कुन हो? हामीले चाहिँ अनलाइन चेकिङ गरे पनि त्यहाँ चाहिँ भिजा देखाउनको लागि काउन्टरमा जानै पर्ने रहेछ। अनि काउन्टरमा गयौँ, भिजा देखायौँ, त्यसपछि सेक्युरिटी चेक सकाएर हामी चाहिँ अहिले के भयो? आई डोन्ट नो गाइस, तपाईँहरूमध्ये को हुन्छ। हाम्रो चाहिँ जहिले पनि घरबाट बाहिर निस्केपछि अलिकति घर चाहिँ निकल्दै झगडा भइहाल्छ जहिले पनि। के कुरा मिल्दैन भने घरबाट निस्किने बित्तिकै झगडा हुन्छ। जे जस्तो भए पनि अब हामी चाहिँ अब प्लेनमा चढ्नै पर्यो। जति झगडा गरे पनि जाने भनेर निस्केपछि र हामी चाहिँ अब बोर्डिङ गर्दैछौँ। टाइम हुने बेला भइसकेको छ र बाहिरको नजारा छ यस्तो। मस्त लाउँथ्यो कि गर्ने पार्सले बेलासम्म जब घुम्न थाल्यो भने मलाई थाहा भयो विदेश चाहिँ राम्रो हुने रहेछ। विदेश राम्रो रे, राम्रो पनि सजिलो पनि हुने रहेछ। अनि हेर न ट्रान्सपोर्ट वाइज पनि कति सजिलो छ कि इजी छ कि एक्सेस। नेपालमा नि सजिलो हो, बाइक लिएर हिँड्न सजिलो हुन्छ। यहाँ बाहिर त त्यस्तो सजिलो छैन। ट्याक्सी लिएर हिँड्न चाहिँ तर यस्तो नि अब सो
हामी चाहिँ तिराना एयरपोर्ट ल्यान्ड भइसकेका छौँ। ल्यान्ड हुँदाखेरि चाहिँ अलमोस्ट 9:30 त्यहाँको टाइम भइसकेको थियो। सुरक्षा पराजुली है सेतो लाएर आएर ठिक भएछ। तिराना इन्टरनेसनल एयरपोर्ट, यो पनि TIA नै हो। Welcome to Albania's 5G network with no internet. अल्बानिया चाहिँ नेपाल जस्तै धेरै जसो क्यासको ट्रान्जेक्सन गर्ने मान्छेहरूले चाहिँ कार्ड नलिँदो रहेछ धेरै ठाउँमा। त्यही भएर हामीले चाहिँ सुरुमा त्यहाँ एयरपोर्टमा मोन्जो अथवा रिभोलुटको कार्ड छ भने चाहिँ विदाउट एनी चार्ज त्यहाँबाट पैसा निकाल्न पाइन्छ र चार्ज लाग्दैन। र हामीले चाहिँ 200 पाउन्ड चाहिँ विथड्र गरेको थियौँ, अराउन्ड 18,000 लेक चाहिँ हुन्छ। त्यसपछि चाहिँ हामी अब ट्याक्सीमा होटलतिर जाँदैछौँ। त्यहाँ पनि येलो कलरको ट्याक्सी हुँदो रहेछ। येलो कलरको ट्याक्सी चाहिँ अलिकति एक्सपेन्सिभ हुन्छ भनेर भनेको थियो हामीलाई। अरू प्राइभेट कलरको ग्रिन कलरको चाहिँ सबैभन्दा सस्तो हुन्छ अरे भनेर भन्दै थियो। अनि हामी चाहिँ खै यो एकजना आयो 2,000 रुपियाँ लगाइदिन्छु भनेर अनि हामी निस्क्यौँ। तर निस्किसकेपछि हामीलाई अर्को गाह्रो के भयो भन्दा होटेलको एड्रेस यहाँ थियो तर यहाँ होटेल चाहिँ थिएन। अनि स्क्याम भयो कि भनेको पछि गुगल म्यापमा फेरि त्यो नाम हालेर हेरेको अर्को ठाउँमा रहेछ। अनि फेरि हामी त्यता जाँदैछौँ है त। हामी चाहिँ फाइनल्ली खोज्दा हाम्रो आजको स्टे चाहिँ यहाँ हो। लेट्स वक इन। यसै गरी हामीसँग हुनुहुन्छ हाम्रो। त्यसपछि चाहिँ हामीले होटल चेक इन गरियौँ। अनि थकाइ पनि एकदम थकाइ लागिसक्यो थियो। बिहान 3 बजेबाट हिँडेको र अब चाहिँ होटलमा रुममा गएर एकछिन रेस्ट गर्ने। अहिले चाहिँ हामी हिँडेका छौँ उडन टाढको लागि। अब त्यसपछि हामीलाई भोक पनि एकदम लागिसकेको थियो र हामी चाहिँ मिस्टर ग्रिक भन्ने एउटा रेस्टुरेन्टमा गएको। खत्तम रेस्टुरेन्ट, केही नमिठो हुने रहेछ। अनिलले चाहिँ ग्रिल चिकन मगाउनु भएको थियो अनि मैले चाहिँ स्यालेड मगाएको थिएँ। अनि अब चाहिँ त्यो खाएर अनि बाँकीहरू घुम्ने तयारी। तिराना भन्ने ठाउँमा हामी अहिले क्विक लन्च गरेर हामी हिँड्दैछौँ। मैले खास त्यहाँ बोलेको चाहिँ होइन, मेरो आफ्नै यहाँ रेकर्डिङ चलिरहेछ। हामी जाँदैछौँ आइसक्रिम खान्छ। खाएर भएपछि भाइ तर मिठै रहेछ। काहीरी बडीमा एनर्जी बढेर हामी चाहिँ लाग्यौँ केबल कार चढ्न। ल्यान्डिङ स्पटमा आइसकेका छौँ। तर खतरा रहेछ यार है। ओइ अब हामी यसो कुराकानी पनि गर्छौँ अझै। अब घुमियो, घुम्दै हामी दादाजी एक्सप्रेस के हो भने त्यहाँ बोर्डमा हेर्न सक्नुहुन्छ। यो अल्बानी दादी के हो अब। अनि घोडा चढ्न त पाइन्छ तर टेलिस्कोपबाट हेरिन्छ। हेर्ने हो छ।
त्यसपछि चाहिँ हामी फेरि केबल कार चढेर चाहिँ तल झऱ्यौँ त्यो केबल कारको चाहिँ अप एन्ड डाउनको टिकट कति थियो 1500 इच पर्सन थियो कस्तो फिल हुँदैन मजा मेरो फर्स्ट टाइम हो भिल्ला भन्छ भन्नु केबल कार म चाहिँ चढिदिन हो र मेरो पोखराको चढ्ने भनेको अब थर्ड टाइम हो यो हो फर्स्ट टाइम हाम्रो घरबाट कोही नि केबल कार चढेन ए होइन आमा त चढ्नु भएको त्यो पोखराको अब अन्त नि बिहा भएपछि बिराजुहरू भयो उता मनोकामना जानुभएको थियो कमला नि बिहा थाहा थिएन म चाहिँ चढेको थिएन म त त्यहीचोटि मनोकामना गर्थेँ हामी चाहिँ केबल कारबाट दाल्जे दालजी एक्जिट रहेछ कि पछि चाहिँ हामी होटल फर्केर होटलमा गएर रेस्ट गऱ्यौँ डिनर खायौँ अनि त्यसपछि सुत्यौँ किनभने बिहानदेखिको ट्राभलले गर्दा एकदम थाकेको पनि थियौँ ल सी यू अन नेक्स्ट भिडियो थ्याङ्क यू सो मच फर वाचिङ बाई